नमस्कार साथीहरू, फेरि पनि म उपस्थित भइसकेको छु अङ्कशास्त्र इन्दिरा र आज मैले अङ्कशास्त्र अनुसार कति गते जन्मेको मानिस र कति गते जन्मेको मानिससँग पार्टनर हुँदैन, लाइफ पार्टनर, बिजनेस पार्टनर, लभ रिलेसनसिप गर्नु हुँदैन भन्ने बारेमा लिएर आएको छु। हामी मानिस छौँ नि, जति हामी मानिसहरू जन्मेको हुन्छौँ आफ्नो आफ्नो भगवानले आफ्नो आफ्नो भाग दिनुभएको हुन्छ र हामीले चाहिँ फलो गर्दैनौँ। हामीले त्यही अनुसार आफू कुन गते कति गते जन्मेको, कति महिना र कति साल, महिना गते र साल हामीले चाहिँ फलो गरेर अगाडि बढ्यौँ भने एकदम सक्सेस हुनेछौँ, अनसक्सेस कहिले पनि हुँदैन। र अङ्कशास्त्रमा मैले अध्ययन गरेको धेरै त भएको छैन, तैपनि मैले अङ्कशास्त्रमा जति सिकेको ज्ञानहरू, मैले प्राप्त गरेको ज्ञानहरू एकदम सही लागेको अनुभव गरेको छु। त्यही भएर तपाईहरुमाझ पनि मैले सेयर गर्न चाहन्छु र सेयर गरिरहेको छु। र तपाईको मोबाइल स्क्रिनमा मेरो भिडियो आइपुग्यो भने तपाईले अवश्य सब्स्क्राइब गरिदिनु होला प्लिज। र मेरो पेजलाई फलो गरिदिनु होला है, युट्युब च्यानल र पेजलाई फलो गरिदिनु होला। र आज म हामी मानिसको के चाहिँ दुश्मन हो त भन्दाखेरि हामी मानिसमा हामी नै आफ्नो आफ्नो ग्रह जुत्दाखेरि हामी त्यत्तिकै विलाप हुन्छ है। त्यसै कारणले हामीले आफ्नो जन्म गते, महिना र साल हामीले फलो गरेर हामी अगाडि बढ्यौँ भने एकदम सक्सेस हुनेछौँ है। र आज म कति गते जन्मेको मानिस र कति गते जन्मेको मानिससँग पार्टनरसिप हुँदैन भन्ने बारेमा ल्याएको छु। ध्यान दिएर तपाईहरु पनि अङ्कशास्त्रमा जोडिनु हुनेछ र जोडिनुहोस्। यदि तपाईले अङ्कशास्त्रको ज्ञान सिक्नुभयो, जान्नुभयो भने सजिलो हुनेछ लाइफमा अगाडि बढ्नलाई। अब सुरु गरौँ हाम्रो टपिक। 1 गते जन्मेको मानिस र 8 गते जन्मेको मानिससँग कहिले पनि लभ रिलेसन, लाइफ पार्टनर र बिजनेस पार्टनर कहिले पनि साथी नगर्नु, पार्टनर नगर्नु, यसमा चाहिँ है नजोडिनु, जोडिनु हुन्न। किनभने 1 गते भनेको सूर्य हो, 8 भनेको शनि र सूर्यको कहिले पनि मिलन हुँदैन। यसै गरेर 2 गते जन्मेको मानिस र 1 गते र 8 गते जन्मेको मानिससँग कहिले पनि लभ रिलेसन, लाइफ पार्टनर, बिजनेस पार्टनर गर्नु हुँदैन। किनभने यी गतेहरूमा एकदम दुश्मनी हुन्छ र काटमार हुन्छ। र 3 गते जन्मेको मानिस र 6 गते जन्मेको मानिस, यी दुईटा पनि एकदम खतरनाक छ। 3 गते जन्मेको मानिस र 6 गते जन्मेको मानिस कहिले पनि एक दोस्ती हुँदैन र लाइफ पार्टनर, बिजनेस पार्टनर अथवा लभ रिलेसनसिप कहिले पनि हुँदैन यसमा है। अथवा चलिरहे पनि पछि यसमा कि छुट हुन्छ, कि डिभोर्स हुन्छ, कि काटमार हुन्छ, यी हुन्छ। र नम्बर 2 भनेको चन्द्रमा हो र नम्बर 4 राहु र चन्द्रमा त्यति खासै मिल्दैन है। र राहु, चन्द्रमा र राहु र शनि मिल्यो भने चाहिँ यसमा चाहिँ काटमार हुन्छै हुन्छ। यी तीनटा एक ठाउँमा भयो भने चाहिँ है। र 3 गते जन्मेको मानिस र 6 गते जन्मेको मानिस पनि यसमा हुँदैन। यसमा काटमार हुन्छ या यहाँ नराम्रै हुन्छ, डिभोर्स हुन्छ अथवा नराम्रो सिम्पटम ल्याउँछ यसले, एकदम नराम्रो। किनभने 36 आँकडो भन्छन् 3 र 6।
यसरी गरेर हामीले आफ्नो लाइफ अगाडि बढायौँ भने आज मैले यति भने दुश्मनी नम्बर। अब अर्को भिडियोमा फेरि हामी भेटौँला। यदि तपाईँ लभ रिलेसन अथवा लाइफ पार्टनर हुनुहुन्छ भने तपाईँले पनि हेर्नुहुनेछ कनेक्सन गरेर र के चलिरहेको छ तपाईँको लाइफमा, कस्तो भइरहेको छ हैन, त्यो पनि थाहा हुन्छ, तपाईँले अनुभव गर्नुहुनेछ। धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला।